मलाई चाहिँ बहिनी मन पर्यो भन्नुहोस् होइन उहाँकै च्यानलद्वारा नम्बर माग्दा नि हुन्छ आशिका बहिनीलाई मनपर्छ भने चाहिँ भन्नुहोस् है इनबक्समा आएर भ्याकेन्सी खाली छ तपाईँहरू ट्राई मार्न सक्नुहुन्छ फोटो खिचाउनु पर्यो पुरै मस्किरहनु भएको छ यहाँ फोटो खिचाउनु ओके मेरो अफिसियल ब्लगमा साथीहरू सबैलाई स्वागत छ र आज म चाहिँ स्विजरल्यान्ड पार्कमा घुम्न जाँदैछु यो चाहिँ नेपालमै पर्छ है यदि तपाईँहरू पनि स्विजरल्यान्ड पार्क जाँदै हुनुहुन्छ भनेदेखि तपाईँको लागि चाहिँ लोकेसन कलङ्की पेट्रोल पम्प मकालु पेट्रोल पम्पबाट सिधै उकालो जानुभयो भने लगभग 30 देखि 45 मिनटभित्र तपाईँ स्विजरल्यान्ड पार्कमा पुग्न सक्नुहुन्छ बाटो राम्रो छ किराहरू चिप्याइरहेको त्यो काठमाडौँदेखि निकै हाइटमा रहेको यो पार्कमा मौसम एकदमै नेचुरली शीतल छ है यो पार्कभित्र तपाईँहरूले पिकनिक अरू प्रोग्रामहरू एरेन्ज गर्न सक्नुहुन्छ एकदमै राम्रो छ है तर आउँदाखेरि चाहिँ तपाईँहरूले ओछ्याउने कुरा चाहिँ लिएर आउनुपर्ने हुन्छ है पिकनिक प्रोग्राम गर्दाखेरि तपाईँलाई चाहिने पानी बिजुली बत्ती टोयलेटदेखि लिएर अरू रिसोर्टहरू सबै कुराहरू विस्तृत छ बाहिर गए यताको पनि काठमाडौँ भ्यालीको यो के भन्छ रामपुरतिर हो चन्द्रगिरी र यो अझ चन्द्रगिरी अग्लो रहेछ नि हो त्यो डाँडा आजको दिनभरि हामीहरू यही पार्कमा बिताउनेछौँ माथि आउँदा त है यो पुरा एक्लै हल्लिरहे अरे अझ आवाज आउने अँध्यारोमा त्यस्तै गरेर हल्लिरहेको अहिले चाहिँ हामीहरू छाप्रेछोर यो झन्डामुनि आइसकेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ र विशेष गरी हाम्रो बिचमा प्रेम भाइ त्यसै दिनेश दाई हुनुहुन्छ दिनेश दाई आज मक्क परिराख्नु भएको छ उहाँसँग केही छ जस्तो छ र एनिवे अब हामीहरू फेरि अर्को ठाउँमा जानेछौँ तपाईँ यतातिर चाहिँ ठ्याक्कै लाइट मजाले पुगिरहेको छ यतिको हेर्नु अब हामीहरू चाहिँ भ्यू ओभर रेस्टुरेन्ट तिम्रो घर कहाँ रे मेरो घर चाहिँ अछाम आज हामी के खाना खाने हो ट्राउट फिस आई लाइक दिस लोकल चिकन गुन्द्रुक साँतेको होइन हौ यहाँ दिदीबहिनीहरू पुरै आशिकाको फ्यानहरू हुनुहुन्छ आशिका तामाङको ध्यान यता जाओस् हाम्रो सब सहिदहरू धेरै चिकन कुनै पाहाडे हुन्छ कुनै पाण्डे नै हुन्छ ऊ त्यहाँ पाहाडे रहेछ त्यो 30 वर्ष भयो 18 भयो होइन 2081 311 वर्ष आशिकाकोमा त्यो कालु पाण्डेको यो देखाउनु न कालु पाण्डेलाई यस्तो गरेर कालु पाण्डे त राम्रो हेर्नुहोस् दाइ कालु पाण्डे बाजे बाजेको ठाउँमा आएछु हामी उहाँ चाहिँ हाम्रो दाइ यहाँबाट भइरहेछ आशिका र मेरो यात्रा आज रमाइलो हुनु है दाइसँग मान्छे मरिसकेपछि मात्रै सम्मान गर्ने अनि उसलाई चाहिँ टाइटल गरिरहन्छ
भ्यू टावर भित्र जाँदैछौँ गाइस। फाइनली दहचोक भ्यू टावरको माथि आइपुग्यो। ल एकदमै चिसो हावा। यो देखेको चाहिँ कुन ठाउँ त यो गाडी त्यस अहिले चाहिँ अझै रमाइलो लागिरहेको छ। बिहान सुरुवातमा त है एकदमै फ्रेस हुने रहेछ साथीहरू। टावर चाहिँ त्यहाँ रहेछ दहचोक। सायद यो मौसम क्लियर भइदिया भए यो अगाडि पछाडि यो सबै यस्तो राम्रो देखिने थियो। पोखराको सेराङकोट जस्तै रहेछ नि है, यहाँबाट सबै देखिने कि सेराङकोट जस्तै जस्तै। अघि सानोले कुरा गरेको सेराङकोट। ल है साथीहरू, तपाईँहरू चिन्तामा हुनुहुन्छ भने, तपाईँ भिरमा हुनुहुन्छ भने फ्रेस हुनुहोस्, यो डाँडामा आउनुहोस्, इन्जोय गरेर जानुहोस् है। साह्रै राम्रो रहेछ। भ्यू टावरमा आउनुहोस् न। अब यो भिडियोको नै फोटो खिच्नु मिलिहाल्छ क्या पछि। भिडियो राम्रो सबै हाम्रो टाउको के म जहाँ जहाँ गएँ त्यही ठुलो टाउको आउँछ ल। टावर कम त्यसरी फेरि यसो सबलाई घुमाएर फोटो कि भिडियो यसमै फोटो पनि आउँछ। अलिअलि के भन्छ नि टक्क मुभ गरिराख्ने फोटोको जस्तो ट्याक्क होइन। खास गरी भाइ क्यामेराम्यान बन्नुपर्ने अहिले चुवालाई दिएर क्या। अहिले हामी कहाँ छौँ अरे? हामी दहचोकको भ्यू टावरमा छौँ। फोटो खिच्यो कि भिडियो गरेर त्यो हो। त्यहाँ चाहिँ एकदमै खुसी हुन्छ धेरै खुसी छु। आज पहिलोचोटि चाहिँ दहचोकको भ्यू टावरमा हामी घुम्न आएका छौँ। हामी सबैजना साथीभाइहरू, हाम्रो गुरुबाहरू, दाजुभाइहरू एकदम रमाइलो भइरहेको छ, एक्साइटेड भइरहेको छ सबैलाई। तर खाना नखाए पनि हामी एकदम एक्साइटेड छौँ। झन् खाना खाएर चाहिँ हामी झन् कति एक्साइटेड। आशिकालाई फोटो खिच्दै कति राम्री भयो। पुरा डाइटिङ गरिरहेको छ कि हो त्यस्तै सिलिम देखेको जो बन्द भएर अक्सिजन बिनाको चाहिँ त्यो हुन्छ अरे। अक्सिजन पाएर जो खुल्ला हुन्छ नि। ल मलाई पनि यसरी खिचिदिनु त्यहाँबाट। रुक्नु न, म खिचिदिन्छु नि त यहाँ। साइडमा राख्दैन यहाँ म कति राम्रो खिचेको छु। जानु जानु गुरुबालाई फेरि जवान बनाइदिनुपर्छ। राम्रो खिच्नु त। यता एउटा हातले यो समाउनु त त्यसरी। वाउ अब अरू कसको खिच्दै जानु त। ल त म जान्छु, म जान्दछु नि त अछि। उता फर्केर उता दामी आउँदैछ है।
ढक्क अब ढल्छौ अनि हँस आएपछि त जान्दिनँ यो यस्तो गर्ने यो सिधा बनाएर क्लिक्क गर्ने क्या फेरि हजुर एक दिक्क गर्दैछु नि दुईजना लाग्छ होला यहाँ चाहिँ के राम्रो रहेछ म जहाँ खालि आउँछु के गर्नु होइन सबै कालो अन्त मेरो फेभरेटको चाहिँ यस्तो लौदा। हो है। अहिले चाहिँ म दहचोक माथि डाँडामा स्विजरल्यान्ड पार्कमा छु र एकदमै राम्रो लाग्यो मलाई यो भ्यू टावरमा चढ्दाखेरि काठमाडौँको वरिपरि सबै कुराहरू देखिन्छ यदि तपाईँ पनि निराश हुनुहुन्छ चिन्तित हुनुहुन्छ तपाईँलाई बोरिङ फिल भइराखेको छ अशान्ति फिल भइराखेको छ भने एकचोटि प्लिज यो दहचोक माथि डाँडामा आउनुहोस् फ्रेस भएर जानुहोस् इन्जोय गर्नुहोस् है नरिरहनु के छ र होइन त र एकदमै राम्रो छ यतिको चाहिँ मान्नै पर्छ र आज म लगायत मेरो सबै टिम साथीहरू आउनु भएको छ एकदमै इन्जोय भयो एकदमै फ्रेस भयो यहाँको इन्भाइरोमेन्टले यहाँको चिसो कुराले मलाई एकदमै छोयो एनिवे साथीहरू तपाईँहरूले कोदो देख्नु भएको छैन होला कोदो फुल्यो कोदो बारीमा भन्ने सुन्नु भएको होला हेर्नुहोस् यहाँतिर एकदमै कोदो फुलिरहेको तर छ। कुरो फुलिरहेको देखिरहेको छु नि त मैले यहाँ कुरो मात्र होइन मनै फुलिरहेको छ भन्नु भएको छैन यो के भयो फापर झाडीतिर बस्ने त्यस्तो होइन मलाई कार्तिक लागेको छैन पुरा सफा हो म त्यस्तो झाडी तिमीलाई कस्तो लाग्यो आज मलाई एकदमै राम्रो लाग्यो तपाईँहरू पनि आउन सक्नुहुन्छ मेरो छोरा मेरो दर्शकहरूलाई के भन्नुहुन्छ हजुरको दर्शकहरूलाई चाहिँ लाइक गरिदिनु होला कमेन्ट गरिदिनु अनि सेयर सब्सक्राइब चाहिँ गर्नु पर्दैन त्यो नि गरिदिनु होला क्या म भन्नै बिर्सेछु ए अब हामीहरू चाहिँ तपाईँको लगभग यात्रालाई अन्त्य गर्दैछौँ र यो भ्यू ओभर रेस्टुरेन्टमा चाहिँ हामी खाना खान्छौँ र विशेष के पाइन्छ त्यो कुराहरू म देखाउँदै जान्छु र आजको दिन रमाइलो भयो गाइजहरू अब चाहिँ हामीहरू बिस्तारै बिस्तारै फर्किन्छौँ तपाईँहरूलाई मनपर्छ भने लाइक सेयर कमेन्ट गर्नु अनि मलाई चाहिँ बहिनी मन पऱ्यो भन होइन उहाँकै च्यानलद्वारा नम्बर माग्दा नि हुन्छ फोटो खिचाउनु भयो पुरै मसिरहनु भएको छ एक फोटो खिचाउनु ओके तपाईँहरूकै हातमा छ पाले पाप मारे पुण्य अब चाहिँ छुट्टिने बेला आयो होइन सो गाइस